सिकेर त अहिले त्यो पागल मान्छे हो। हामीले साइन्टिस्ट भन्दैन, त्यो पागल मान्छे हो। किनकि मध्य प्रदेश छुट्टै चाहियो, डाका दिमाग छ कि छैन? साइन्टिस्ट भन्छ आफूलाई मध्य प्रदेश छुट्टै। यत्रो सानो देशलाई अझै टुक्रियाउने प्रयास गरिरहेछ तिमीले। कता मिलाउने, कुन देशमा मिलाउने टुक्रियाएर? अझै पनि मधेसको जनतालाई पीडामा राखेको छ। उहाँलाई पनि त बहुमत दिएको छ, बहुमत दियो नि त्यहाँको जनताले। के गर्न सकेछ? एउटा पनि काम सही राम्रोसँग गर्न सकेछ त्यो डाकाले? अहिलेसम्म केही पनि गरेन। के गरेछ भन्नुहोस् न? एउटा पनि त्यसरी गर्यो भन्छ त नि। गरेछ नि। अन्तर्वार्ता भाषणमा सुनिन? भाषणमा सुनेछु भ्रष्टाचार, खालि भ्रष्टाचार गर्ने, अरू केही गर्दैन। भ्रष्टाचारीहरू हो। अब मधेसको जनता पनि बुझ्न लागेछ। यो मधेसको नेताहरूलाई जेएनजीको आन्दोलनमा जुन क्षति भयो, जेएनजीको आन्दोलनमा जति पनि साथीभाइ दिदीबहिनी जति पनि जान गुमाउनु भएछ, यो सबैको श्राप लागेछ। आउने चुनावमा यिनीहरूको कालो मोसो दल्ने र बुथबाट भगाउने काम गर्छौँ हामी। अब